खुट्टा खिचिला युवाहरू। हे गाइज गुड मर्निङ अनि दर्शन नमस्ते सबैजनालाई। फेरि पनि यहाँहरू सम्पूर्णलाई म मेरो युट्युब ब्लगमा स्वागत गर्न चाहे। आज चाहिँ म र हाम्रो केही युवा साथीहरू खोलामा चाहिँ दुवाली फर्काएर चाहिँ माछा मार्नको लागि झर्दैछौँ। टोको पनि बोकिरहेको छु अनि ती माछा मार्नको लागि दुवाली फर्काउनको लागि आवश्यक सामग्रीहरू चाहिँ हाम्रो साथीहरूले जम्मा गर्दै चाहिँ हामी तलतिर खोलातिर चाहिँ प्रस्थान गर्दैछौँ। हेर्दै जानु होला। आज चाहिँ माछा कति मार्छौँ हामीले, प्रशस्त मार्ने टार्गेट चाहिँ हो हाम्रो। हेरौँ अब पानी चाहिँ एकदमै चिसो छ बावजुद पनि हामी चाहिँ जाँदैछौँ खोलातिर। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ल गाइस, आज चाहिँ हामी माछा मार्नको लागि, माछा पनि दुवाली फर्काएर मार्नको लागि चाहिँ खोला झरिसकेका छौँ हाम्रो टिमहरू। अनि यहाँ हाम्रो सामग्रीहरू माटो साटो बोक्ने सामान लिएर चाहिँ हामी खोला झरिसकेको छु। हाम्रो खोला चाहिँ यहीँ तलतिर छ है, तलतिर। ल हेर्दै जानु होला। आज चाहिँ हामी माछा प्रशस्त मार्ने हामी कोसिस गर्नेछौँ। कति निक्लिन्छ होइन कडा? ल आज चाहिँ हामी एकदमै रमाइलो गर्दैछौँ खोलामा। अन्तिमसम्म हामीसँग जोडिनु होला, बस्नु होला। ल साथीहरू, हाम्रो खोला चाहिँ यही हो। हामी चाहिँ खोला आइसक्यौँ। हाम्रो माझी दाईहरू, बबाल माझी दाईहरू हुनुहुन्छ यहाँ, फिसरमेनहरू हाम्रो दाईहरू। हाम्रो खोला चाहिँ यही हो। अब यहाँ हामी दुवाली चाहिँ छेक्न लागेको कहाँनेरि छ त्यो अब हेरेर हामी चाहिँ आज हामी दुवाली फर्काउँदैछौँ। यो चाहिँ हाम्रो खोला, यसलाई चाहिँ मेवा खोला भनेर भन्छ। दोभान हो यो चाहिँ खोलाको। ल साथीहरू, आजको हाम्रो दुवाली फर्काउने केन्द्र भनेको चाहिँ यही हो। यहाँबाट चाहिँ अब हामीले यहाँ आइरहेको यो मूल पानीलाई चाहिँ माथिल्लोपट्टि कटाएर यो तल्लो एरियालाई चाहिँ पूर्ण रूपमा चाहिँ सुकाएर चाहिँ हामी यहाँको चाहिँ आज माछा निकाल्नेछौँ। यो लामो पनि छ, तलैसम्म ठुलो दुवाली छ यहाँनिर चाहिँ। हेरौँ आज यहाँ कतिको माछा निक्लिन्छ। हाम्रो टिमहरू हामी चाहिँ अब तयारी गर्दैछौँ। खोला चाहिँ यही हो हाम्रो। ल हाम्रो चाहिँ दुवाली फर्काउँदाखेरि पानी कडाउने एरिया चाहिँ यो। आज निकै खन्नु पनि पर्ने स्थिति, खोल्नु पनि पर्ने स्थिति छ। आज हामी पानी चाहिँ सबै पानी चाहिँ यो एरियाबाट चाहिँ कडाइदिँदैछौँ हामीले। ल यतिको खडाएपछि आज पक्कै पनि पोजिटिभ नतिजा चाहिँ आउनेवाला छ हाम्रो। हाम्रो चाहिँ एक्सपिरियन्सको पराकाष्ठका साथीहरू छन् फिसिङमा, हाम्रो युवा साथीहरू। ल अब चाहिँ हाम्रो माटो ओसार्ने काम हुँदैछ। माटो ओसार्नको लागि हाम्रो दुईजना जेएनजी युवाहरू, त्यसै गरी हाम्रो विशाल कमरेड लोडिङमा हुनुहुन्छ आज।
कोदाली बोकेर अगाडि बढ्दै हुनुहुन्छ। हामी चाहिँ नजिकैको यहाँ राम्रो माटो जहाँनिरको छ त्यहाँको माटो चाहिँ ओसार्दैछौँ हामी। माटो चाहिँ राम्रो रहेछ है, यो खेतको माटो चाहिँ ठिक रहेछ है, पानी मजाले छेक्छ क्या यसले चाहिँ। बस यतिको खटेपछि भरे माछा आउँछ। यो चाहिँ अर्को डोको लोड गर्दै हुनुहुन्छ हाम्रो कमरेडले। अलि लोड गराए पो ढिलो भएको हो कि जस्तो लागिरहेछ मलाई। चाम्रोले भएन नि त, जेन्जीको खुन हो। तातो रगत गरौँ त त्यहाँ। 12 वर्षको मात्रै हो बाँझो यो। ठिक छ नि, भारी बोकाइ हो कि होइन, माटो बोकाइ। ल हाम्रो चाहिँ पहिलो चरणको माटो 2 भारी पनि आइसकेको छ। बिस्तारै गरौँ है युवाहरू, डोकोको फेरि एकैचोटिमा काम पुग्यो भनेदेखि त। हाम्रो बार चाहिँ यस्तो भइरहेको छ, यो पानी छेक्नको लागि बार। गतिलो ढुङ्गा पल्ट्यो, गतिलो ढुङ्गा पल्ट्यो अहिले चाहिँ। मुल्कामा खोलै हुन्छ क्या हो यो ठुलो ढुङ्गाले त। ल यो हाम्रो चाहिँ नयाँ खोलाबाट चाहिँ पानी आउन पनि सुरु भइसकेको छ। बार नअझै पनि प्रशस्तै छ छुन चाहिँ। पानी चाहिँ यो एरियाबाट पठाइदिँदैछौँ आज हामी। खुट्टा खिचिला युवाहरू। बस अब अलि सहज हुन्छ है, अलि सहज हुन्छ अब। अर्को पतुङ चाहिँ ढडिया थाप्ने हो केटा। ल भरे एक ढडिया माछा परोस् त्यहाँ, मजाले थाप है ढडिया चाहिँ। ल लगभग यो 400 केजीको ढुङ्गा होला यो। 400ले मानेन है त है। 1000 केजी भन्दा माथि नै छ। अनि छ पनि होला, सानो छैन ढुङ्गा पनि।
ल बारको अन्तिमतिर छौँ लगभग हामी। पानी पनि उधोपट्टि निकै सानो भइसकेको छ। यता माथि नयाँ बाटोबाट चाहिँ पानी निकै ठुलो बग्न पनि थालिसक्यो। अब हामी दुवालीको लगभग नजिक छौँ गाइजहरू। हेरौँ यो खोलामा आज कति निक्लिन्छ माछाहरू, हेर्दै जानु होला। हाम्रो नयाँ दाइहरू पनि आउनु भएको छ। ल यो चाहिँ हाम्रो अब ढडिया थाप्ने ठाउँ। यो चाहिँ हाम्रो ढडिया, हाम्रो दाइ हुनुहुन्छ ढडिया थाप्नको लागि। र यो चाहिँ ढडिया थाप्ने काम हुँदैछ हाम्रो चाहिँ दुवालीमा। अब यता मासतिरबाट उम्केर आएको, पानी सानो भएपछि उम्केर आएको माछाहरू चाहिँ यो ढडियामा पसोस् भन्ने उद्देश्यले ढडिया चाहिँ थाप्ने गरिन्छ। भरे यहाँनिर चाहिँ भरिएको चाहिँ होस् माछा, हामीले चाहिँ त्यति आशा गरेका छौँ। एउटा ढडिया भयो अनि हामीले एउटा थकौली चाहिँ यसरी थापेको छौँ यो माथिल्लो मुल्कोमा। यताबाट उम्केका माछाहरू चाहिँ यहाँ आएर चाहिँ परोस् भन्ने उद्देश्यले यो चाहिँ थकौली थापेको छौँ हामीले। यहाँ पानी धेरै नै कम भइसकेको छ। ल हेर्दै यति ठुलो पानी चाहिँ यति सानो भइसकेको छ। अब लगभग यो 100% चाहिँ यसलाई सुकाउने उद्देश्य हो, टार्गेट हो हाम्रो। हल्का बाँकी रहेको हो पानी थुनिनु। माटो लगाएपछि 100% थुनिन्छ कि आज। बाढ चाहिँ यस्तो भइसक्यो हाम्रो। पानी चाहिँ माथिल्लो एरियाबाट अघि एउटै पनि पानी गइरहेको थिएन, अहिले लगभग अब हाम्रो खोलै थुनिसकेको छ साथीहरू। यो चाहिँ बार हाम्रो युवा साथीहरूले लगाएको बार। ल सेउला चाहिँ चाहिँदो आइपुग्यो है हामीलाई। ल चाहिँदो माटो अझै झार्नुपर्छ है क्या गएको छ हाम्रो युवाहरू। 100% छेक्नुपर्छ यसलाई त। दुईवटा डोको त्यसैलेको होइन नि दाइ। डुबिन्छ अञ्चल निकै गहिरो भइसकेको छ। पक्रिदे समर्पण, मान्छे लड्छ पक्रिदे। तेरि केटाहरू बिस्तारै गयो, बिस्तारै डोको रुछ त नि। अघिदेखि पक्र भनेर भन्छु। बिस्तारै गर न, बिस्तारै द भइसकेको छ त्यहाँ नि।
ल साथीहरू हामी चाहिँ हाम्रो दुवालीको बार छेकाएको चाहिँ लगभग अन्तिममा छु। ठप्पै नै भइसक्यो पानी। अघि नैको मूलको पानी चाहिँ अहिले यस्तो भइसक्यो। जेन्जीहरूको तातो रगतले पुरै खोला चाहिँ यतातिर फर्काइदिइसकेको छ अहिले। यो दहमा माछा पनि चल्न थालिसक्यो अरे, कुद्न थालिसक्यो अरे। सुकिनै सक्यो नि त। ओ विशाल के छ, माछा निक्लिने सम्भावना कति छ? तर पानी 100% थुन्न सकिएन है। यो अप्ठ्यारै खालको दुवाली भएकोले गर्दाखेरि हो, नत्र त हामीले आज यो पुरै सुकाउने नै टार्गेट हो हाम्रो। सामान्य चेपाहरू चाहिँ देखिन थालिसकेको छ। माछा हो ओइ बडा किन आतेको माछा है पकिहाल्नु त। यो थकौली ल्याउ गाउँ त, थकौलीले। ओ भाइ थकौली ल्याउगा, थकौलीले। उद्घाटन गर्छ थकौलीले। उगा 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 नमका है, नमका है, नमका है। बाजेले त्यहाँ अन्त दाइ एउटा उद्घाटन गतिले पो पक्रिनु भयो त दा यार। एउटा उद्घाटन भयो भने त माछा हाम्रो दुवालीको। माछा मरेन, भाले आयो। भाले हो यो? भाले हो। माछा मरेन। भाले आयो भने माछा मर्दैन? हेरौँ आज। ढडिया होइन, बाहिर बाहिर दाइ। ढडिया भरसिलो हुँदैन। छोड्न मिलेन है कुनै पनि कुनाहरू। गतिलै परिसक्यो एउटा। पक्रियो साथीहरूले। थकौली त निक्लिसकेछ, ढडियामा चाहिँ परेको होला। कत्रो निकालिस र कराइस हौ केटाले त। बच्चा निकालेर कराउँछ दाइ। ए ल दनादन पक्रिनु थाल्यो त युवाहरूले त। बाहिर राख्नु त, बाहिर यतै। ए गतिले निकालेको। मेहनत गरौँ युवाहरू। यहीँ छ माछा, टन्नै छ। गोपाल दाइ सर्प छ भने पनि कुरभित्र निकाल्नु पर्यो है।
माछा यो त काब्रे माछा हो काब्रे माछा माछा पाइसकेको परि नै छ को थुपारी राखेको त एक ठाउँमा अलि ठुल्ठुलो निकाल्नु पर्यो क्या युवाहरू जेएनजीहरूको मेहनत चाहिँ छ ल यो चाहिँ हाम्रो खानकी माछा त अब पर्छ पर्दैन ढडियाले मात्र बताउने भयो एउटा दुइटा त चान्चुन यता मरेकै छ होइन फिजाउँ ल जेएनजीहरू खाजा खाउँ एकछिन हेरौँ अनि त्यसपछि बाटो लागौँ होइन एकछिन रेस्ट गरौँ वाक्कै भइसक्यो नेपालमा फोरा न फोरा काडाकुडुक सुन्तला नै मन परायो त जेएनजीहरूले त ल साथीहरू हामी चाहिँ आज यो दुवालीको लगभग अन्तिमतिर छौँ माछा त्यति सोचे जस्तो ननिक्ले पनि अन्तिम माछा हाम्रो यहाँ ढडिया छ यो ढडियामा चाहिँ उम्केको माछाहरू के कति आयो अब हामी हेर्दैछौँ केटोले चाहिँ निकाल्दैछ ढडिया के छ केटा अलिअलि उ गरेर छ अलिअलि केजी 2 एकता छ होला खै यता देखा त हेरौँ हिँड्दैन यहाँबाट रहेछ फुल केटा आजको मोस्लीको चाहिँ अन्तिम आस भरोसा गाइज हेर्नु होला माछा हाम्रो केही माछाहरू त हामीले टिपी पनि सकेको छ बास प्रशस्तै हो यति भएदेखि अलि मजाले च्यात केटा त्यो है भइहाल्यो त टन्नै परेको हो नि होइन माछा होइन कडा थुप्रै छ उता प्लास्टिकतिर पनि छ माछा प्रशस्तै भएको भन्नुपर्छ यसलाई गाइस आजको भ्लग यस्तै भयो हाम्रो ल हाम्रो टिम चाहिँ अब हामी घरतिर लाग्नेछौँ आजको हाम्रो दुवाली माछा भ्लग चाहिँ माछा मार्नेको काम चाहिँ आज यतिकै भयो खोला जस्तो छ हाम्रो थ्याङ्क्स फर वाचिङ बाई बाई र साथीहरू हामीले हाम्रो खोलालाई चाहिँ यस्तै बनाइदिएको थियौँ अब फेरि माछा चाहिँ यही तल्लोतिर नि फर्स्ट आओस् भनेर यो चाहिँ भत्काइदिने निर्णय गऱ्यौँ हामीले बगाएर लग्छ नि फेरि ठुलो एउटा ढुङ्गा भत्काइदिँदा भइहाल्यो पल्टाउनु सकिएन बास